Y'a pas moyen, da, da, da. I said 5 in the morning. I wake up to 5 for my yard, my yard. हेलो गाइज वेलकम टु माई युट्युब च्यानल सकलाएर हामी चाहिँ अब अरेल पोल्न जाँदैछौँ आज चाहिँ माथितिर अरेल पोल्न भन्दा पनि पोल्दिन जाँदैछौँ हामीले पोल्ने त अब बनाउन पाइएन यस्तो अँध्यारो छ होइन जाम के हुन्छ उहीँ माथितिर ठक्क अहिले चाहिँ यहीँ पोल्नलाई झ्याक्क लाएर हिँडिसकेको छ सुट लाएर हिँड्नु यो चाहिँ सुट है यसको चाहिँ ठक्क अरेल पोल्ने सुट हामी त नर्मल छौँ हामी गइन्न बुटाउँदै बिहान बिहान यस्तो छ जिन्दगी गाउँमा बसेपछि सबै खानासाना उ गर्न सकिन्छ नि त टक्क होइन म चाहिँ एकछिनमा उ गर्छु त्यहाँ फोन हान्नुपर्ने हो टक्क लाएर फोन सोन हान्ने होइन कपडा सपडा ल्याउनु हान्ने माथि यो लाइटको फोर्स परेतिर जाने हो हामी चाहिँ हो माथितिर होइन अब लाउँ त चन्द्रमा नि लगाइरहेको छन् कि चन्द्रमा क्या होइन उस्तो त्यो चन्द्रमा त्यस्तो लागिरहेको छ तर लाइट त बाल्नै पऱ्यो अँध्यारो छ नि त अलि भन्दा पनि आँखा देखिन्न होला भन्ने कुरो हो कि अब के हुन्छ टक्क जाम माथि जाम अनि कहाँ होइन त्यही हो तिहार हुन्थ्यो अलिक ठुलै हुन्थ्यो नि त एक पाथिको हुन्थेन बडा छैन क्या बोल्छ या हामी चाहिँ अब जाँदैछौँ अब लाइटमा चार्ज रहन्छ माथि गएर टक्क भेटौँला मोबाइलको लाइट बालेर जानुपर्ने हुन्छ नि त हामीले चाहिँ अब माथि गएर गोलातिर गएर भेटौँला है त गाइस टक्क चाहिँ पुग्न लागि त्यो गाइस टक्क लगाएर अब यस्तो छ बाटो लाइटवाला मलाई आज गइयो भने कुकुर खान आउँछ कि हौका खान्न अब चाहिँ उहीँ गएर भेटौँला है त त्यही माथि सबैसँग टक्क लगाएर है त हामी चाहिँ गोलो भएमा आइयो होइन गोलो चाहिँ हो हौ देखियो त्यही फोर्स परेकामा हो अहिले चाहिँ फोन हान्नु सिसा फोन हान्नु पर्ने हुन्छ चाहिँ ठुट काट्नु पर्ने हुन्छ हामीले यस्तो गरौँ न ठाडो पऱ्यो भने चाहिँ अलग फिल हुन्छ कि अलग हुन्छ होला होइन यिनी हुन्छन् होला त्यही हुन्छन् होला ल है जहाँ अब त्यत्रो तेल क्यार्ने हो र ट्र्याक्टर हाल्नु ल्याएको यसै त रहेछ पेट्रोल आइछ दुईटा थोप लगाएको अन्त त्यो ढलेका काटा नै बाङ्गा आइछ यही नि हुन्छ जरैबाट ठन्काइदिएपछि जाँडो किन लामो चाहियो र ल त्यहाँ बाँस धेरै माथि तलबाट काट्दाखेरि साली मुनिबाट पनि ए त्यस्तो केटाहरू त्यहाँ आउँछ हेर्न आउँछ दिपेश यहाँ दिपेश आयो कि त्यही तलतिर तेजले बल्ल कहाँ हो र यहीकै सुरु भयो यहीकै घर आएको छिटो कहाँ खानु
ल मेरो मोबाइलको लाइट बोलेको छैन कि मैले हातले छेकेको र हातले छेकेको पो हैछु नि ल छ्या के तरिकाले देखाएछ भने यस्तो छ गाइड छ अब यहाँ यस्तो गरेको त कस्तो हात देखेको छैन भलाको गोबरा ल्याउँदैन ल्याउने नि त्यहाँ खालि छ तर नि उ गर्दैन चाहिँ पोल्ने बेलाबाट मलाई गाइस टक्क थोरकोलाई मैले तलसम्म ल्याउनु जानुपर्छ अन्त 2 भाइ आइयो भने ल वेलकम टु माई भ्लग दिस इज यर वे दिपेश मेरो पनि भ्लग छ 1901 दिपेश होइन यस्तो स्कलको वाला छ दिपेश.1901 हान्नु भने आउँछ सब्सक्राइब गरिदिनुहोस् यहाँ चाहिँ अरिवल पोल्ने कार्यक्रम चलिरहेको छ ल उहाँले पन्जा ल्याउनु बिर्सिनु अरे यो बुटोमा छ होइन यो बोलेको चाहिँ होइन यो बुटोमा छ यो चाहिँ अहिले पेट्रोल हाल्ने भन्छ महँगो छ पेट्रोल त्यही पनि केटाहरूले हरियलको लागि तीव्र कति माना जति निस्किन्छ होइन अनुमानित हुन्छ नि रेगुलर पोले मान्छेलाई त ल घर अनुसार चाहिँ 2 महिना निस्कि 2 महिना नभए नि यो ओए तैँले यो चाहिँ अरिवल पाल्ने मुख्य मान्छे हो होइन अनि जस उसले चाहिँ फार्म गरिराख्यो अब यो चाहिँ बुटा चढ्ने कार्य भइसकेको छ लाइट यस्तो बोल्छ है लाइट नबाल्ने भ्लगै बनाउनु दिन्न नि ओइ सुरज ओए तल हात थाप्न अहिले सप्न अहिले स्कुटर हाल्न हुन्छ ल भयो होइन तल पुग्दैन भनेको बिचारा नि हाल्दा होइन वो ब्रो सब्सक्राइब टु माई च्यानल ब्रो लाइट पिली पिली नपाएन भ्लगै गर्नु दिन्न अहिले हो क्या त्यहाँ पोलिसी उ गर्ने कुरा हो त्यही हो आएर दिनुहोस् यहाँ आवालाई डिस्प्ले अलि कम गर्नु पुरा छाङ्गै लेख त खतरा आइसक्यो फोन त ल है गाइज तातेको छ है म त मुख छोपेर बस्ने ओ माई गड उडो 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 सुरज अब तपाईँ दिमा आउँछ है दिपेशलाई ल है ल स्वाङ स्वाङ है स्वाङ स्वाङ किचिङ मिचिङ आन्जु ना इचिङ मान स्वाङ ढ्वाङ एकदा हाल्ने के किनी छिटो पाक्छ नि ल्याउनु एउटा अर्को ल सर्टै सर्ट कोरा खाल ल्याउने माउस किरा मिठो रहेछ नि हो र 2 मात्रै आवा त धोमी हुने रहेछ अहिले त्यस्तै भनेपछि फेरि ठीक त हो नि हैन मैले कसम चाहिँ एक्लै खान्थे सुरत दाइले ट्याक्कै यहाँ आ भनेर भन्नु त्यस्तो भनेपछि फेरि हामीलाई त नभन्ने भने त हामीले त खाइदिइहाल्छौँ त सुरज दाइले भाइ भाइ वहाँ तल हेर खाइदिन्थिन भाइ तल हेर त तल राख त्यो मरेको छोटा पाना चाहिँ अलि जोडले हान्नुपर्छ फर्स्ट टाइम हो त अहिले हैन मैले काठमाडौँको उडिहाल्नु मात्र तर राम्रो रहेछ यार किरा त तेल है तेल हैन त्यहाँ गोलो त ऊ पाना त हाइन्छ अस्ति त जत्र त तर किरा चाहिँ धोबी रहेछ पुरै सेता भयो भाइ भिडियो भयो अहिले गरौँ ल यसमा त टोक्नी रहेछ नि क्या तु यसलाई मार मार त्यो टाउको निकाले गला यही गएर छाडै पर्यो यही डबल छोएर धान बुढाले फेर्न आएछ र खुकुरीले ड्यामड्याम रुख काट्दै यस्तरी अरे क्या देख ल जाम बाटो यही बाटो है उनीहरूले बजाइदियो अरे एउटा यहाँ चाहिँ दिइहाल्यो चाहिँ रातो चाहिँ त्यही दिएछ होइन के हेर्नु दिइहाल्छ अब चाहिँ
वर गएर भेटौँ ल टक्क लाएर आजलाई यति गरे नि है ट्याक्कै भन्नु क्या लाइक लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला टक्क लाएर आजलाई यति गरेर मलाई यस्तै भिडियोहरू म हालि नै राख्नेछु टक्क बेला मौकामा आजलाई चाहिँ यति गरौँ